राष्ट्रिय टिम पुरुष तर्फको भलिबल सिलेक्सनमा चाहिँ धेरै विवाद आएको देखेको छु मैले र विवाद पनि किन नआओस्। तपाईहरुलाई थाहा नै छ, एउटा अस्ति भर्खर नेपाल भलिबल संघले चाहिँ जुन गण्डकी प्रदेशलाई चाहिँ वर्षको उत्कृष्ट टिम भनेर नेपालभरिको पुरुष टिमलाई चाहिँ घोषणा गर्नुभयो, उहाँहरूलाई उत्कृष्ट टिम बनाउनु भयो। त्यही उत्कृष्ट टिमको एकजना खेलाडी पनि अहिले राष्ट्रिय टिममा समावेश भएको छैन र त्यही उत्कृष्ट टिम मध्येको हिमाल सुनारी भाइ चाहिँ एउटा नेपालभरिको पल्सर स्पोर्ट्स अवार्डमा चाहिँ त्यति गरिमय पदमा चाहिँ उहाँ सिलेक्सन हुनुभएको छ। मलाई त यस्तो लाग्छ कि भोलि हिमाल सुनारी एउटा म व्यक्तिकोमा जाँदिनँ, किनभने हिमाल सुनारी भाइ भनेको भलिबल हो। भलिबलले जित्नु भनेको चाहिँ हामी सबैको नेपाल भलिबल सङ्घको लगायत हामी सम्पूर्ण देश विदेशमा रहेका हामी नेपालीहरूको भलिबलको नाक ठुलो हुने, हाम्रो इज्जत ठुलो हुने होइन र आज म पनि हारेको छु पिपुल चोइसमा, मलाई पनि त्यो पीडा छ। र अहिलेको यो जुन सिचुएसनमा रहेको छ, जुन भलिबल सङ्घले एउटा मलाई लाग्छ बिना सिलेक्सन मान्छेहरू बोलाएर ट्रेनिङमा एकैचोटि उहाँहरूले बोलाउनु भयो र मेरै पालामा पनि मलाई यति पीडा भएको थियो कि जुन सिलेक्सन म्याच भन्यो त्यो सिलेक्सन म्याचमा म खेलिनँ, म एकदम त्यसमा सहमति छु। र त्यस पछाडिको जुन अन्तर्राष्ट्रिय टुर्नामेन्ट नेपालमै आयोजना हुन लागिरहेको थियो, त्योभन्दा 4वटा टुर्नामेन्ट म अगाडि खेलिसकेर 2टा टुर्नामेन्टमा सर्वोत्कृष्ट खेलाडी पाउँदा पनि म राष्ट्रिय टिममा परेको थिएन। किन परिनँ? मैले सिलेक्सन गेम खेलिनँ, म त्यसमा सेटिस्फाइड छु किनभने मैले सिलेक्सन गेम खेलिनँ। तर अहिलेको सिचुएसनमा तपाईँहरूले हेर्न सक्नुहुन्छ, जुन डोमेस्टिक टुर्नामेन्टहरूमा एउटा पनि हामीले तपाईँहरूलाई क्लियर थाहा छ कि 1जना 2जना खेलाडीहरू 1 वर्षसम्म खेल्दै नखेलाका खेलाडीहरू पनि राष्ट्रिय टिममा समावेश हुनुभएको छ। होला, म मान्छु उहाँहरू फ्युचरमा राम्रो हुनुहुन्छ, तर आज ल ठिक छ, यो भलिबल भनेको चाहिँ हामी सबैको भलिबल हो। आज म एउटा गण्डकीको भएर म एउटा हिमालको सन्जुको फ्यान भएर चाहिँ भन्न खोजेको होइन मैले यो कुरा चाहिँ, किनभने मैले भनेको चाहिँ उहाँहरूको म व्यक्तिमा भन्दा पनि भलिबल सिङ्गो भलिबललाई चाहिँ माया गर्ने मान्छे हो। किनभने उहाँहरू गण्डकी प्रदेश भनेको चाहिँ विभागको उत्कृष्ट विभागहरूलाई पनि हराएर च्याम्पियन बन्नुभएको टिम हो र तपाईँहरू आफैले वर्षको उत्कृष्ट गण्डकीलाई दिनुभएको होइन र यो त क्वेसन मार्क छ नि। किन उत्कृष्ट टिम दिनुभएको? 1जना पनि खेलाडी नपार्ने उत्कृष्ट टिमबाट त्यही, अनि त्यो भएको भएर चाहिँ तपाईँहरूले चाहिँ मैले भन्छु अब भलिबल सिलेक्सनमा चाहिँ सिङ्गो सारा नेपालीहरूले चाहिँ देख्ने गरेर सिलेक्सन गेम गर्नुहोस्। कुनै एउटा कोठामा बसेर कुनै एउटा टेबलमा बसेर यो खेलाडी भनेर चाहिँ सिलेक्सन नगर्नु, एउटा सिङ्गो साराले देख्ने गरेर चाहिँ सिलेक्सन म्याच भन्नुहोस्, बोलाउनुहोस्, कतिजना आवश्यक पर्छ त्यो अनुसारले गर्नुहोस्। तपाईँहरूलाई टाइम थोरै भयो होला, त्योभन्दा अगाडि चाहिँ तपाईँहरू के गरेर के हेरेर बस्नु भइरहेको थियो र होइन र? अनि अब थोरै टाइममा चाहिँ तपाईँहरूले यो सिलेक्सन गरेको चाहिँ मलाई चाहिँ कति पनि चित्त बुझेको छैन। आज म धेरै वर्षसम्म खेलेर आएँ र अब यसमा चाहिँ जुन खेलाडीहरू चाहिँ नपर्नु भएको खेलाडीहरू छ उहाँहरूले मनोबल चाहिँ डाउन नगर्नु होला, किनभने आज म पनि त्यो पीडाबाट आइसकेको व्यक्ति हो। जुन पछिल्लो क्रमहरूमा फेरि तपाईँहरूको एउटा सुनौलो देखिन्छ, त्यो भएको भएर तपाईँहरूले मनोबल नगर्नुहोस्। बोल्न पर्ने कामहरू हामीले आवाज उठाउनु पर्ने ठाउँमा चाहिँ हामीले उठाउने छौँ